फाइनली तेरो हिरो, तेरो नजरमा देश बचाउन सक्ने एकमात्र काबिल व्यक्ति, तेरो आइडल रवि लामिछाने इज आउट फ्रम द जेल। राष्ट्रिय स्वतन्त्र पार्टीको अध्यक्ष, राजसभाको अध्यक्ष, घन्टी पार्टीको अध्यक्ष, घण्टाको अध्यक्ष इज आउट फ्रम द जेल। अनि यो चोटि चाहिँ कैदीबन्दीहरू साथमा लिएर ननिस्केर, जेल फोडेर ननिस्केर, अदालतको आदेश अनुसार नै नियम कानुन प्रक्रिया मिलाएर नै इज आउट फ्रम द जेल, निस्किसक्यो जेलबाट। तेरो कठालोमा समातेर टुडी खेलमा लगेर नाकको डाडी भाँचिने गरी के कान्छु भन्ने मान्छे, भन्ने पर्सन इज आउट फ्रम द जेल। यसको विमानस्थलमा बसेर वर्षौंदेखि तस्करी गर्ने लाज बचेका नकचराहरूलाई टुडी खेलमा राखी उडेर घुमाएर एक एक किक हान्न मन छ, त्यो पनि नाकको डाँडी। अब भ्रष्टाचारीहरू गएर खाटमुनि लुके हुन्छ, नत्र भने तिमीहरूको स्वास्नीको लुङ्गीभित्र गएर लुके हुन्छ। किनभने त्यहाँ पनि हात हालेर रवि लामिछानेले तानेर तिमीलाई टुडी खेलमा लगेर नाकको डाँडी भाँचिने गरी हान्न सक्छ। डराएर बस अब भ्रष्टाचारीहरू। यो चाहिँ तैँले मैले हामी जस्तो सोच्ने दिमागको विकास भएको व्यक्तिहरूले भन्ने कुरा होइन, यो चाहिँ भेडाहरूले भन्ने कुरा हो। अनि भेडाहरूले पनि आफैले सोचेर भन्ने होइन कि पार्टीकै व्यक्तिहरूले भनिदिएको कुरा चाहिँ नारा लाउने हो, दोहोऱ्याउने हो, प्यारेट लर्निङ भन्छ नि, सुँगाले दोहोऱ्याएको जस्तै त्यो। अनि धर्के त कहिलेदेखि न्युज रिपोर्टर भइस्? पार्टीको गुणगान गाउने व्यक्ति कहिलेदेखि भइस्? झोले भइस् त कहिलेदेखि झोले भइस्? अहिले आज अहिलेदेखि भए के गर्छस् मुजी? गर्न के सक्छस् तैँले? जा कमेन्टमा गएर झोले लेख, त्यही हो तैँले गर्न सक्ने। आइएम जस्ट किडिङ। म कुनै पनि पार्टीको झोले होइन, म कुनै पनि पार्टीलाई सपोर्ट गर्दिनँ। इनफ्याक्ट यो चोटिको इलेक्सनमा म भोटै हाल्दिनँ। लेट्स सी फर्स्ट, 4 वर्षको टाइममा हेरौँ, त्यस पछाडि गरौँ। तँलाई भनेको होइन, मैले आफैलाई भनेको। यु हेभ राइट टु भोट, यु क्यान भोट, यु क्यान चुज युर लिडर। अनि यो भिडियो चाहिँ के को बारेमा हो भन्दाखेरि त्यही रवि लामिछाने र राष्ट्रिय स्वतन्त्र पार्टी। किनभने यो पार्टी रवि लामिछाने, किनभने आजभोलि 2-4वटा ग्रुप बनेको छ। कोही रविको कट्टर सपोर्ट, कोही रविको कट्टर विरोधी। किन कट्टर हुनु पर्यो? आँप बन, स्याउ बन। विरोधी पनि कट्टर विरोधी किन भन्नु पर्यो? स्याउ विरोधी बन। कट्टर समर्थक किन भन्छस्? म्याङ्गो समर्थक बन, आँप समर्थक बन। अनि यहाँनिर बुझ्नुपर्ने कुराहरू धेरै छ, अनि हामी सोच्ने दिमागको प्रयोग गरेर बुझ्ने कोसिस गर्छौँ। कहाँनिर चाहिँ चुक्यो, पार्टीको सिद्धान्तमा के फ्ल छ, पार्टीको नाममै के फ्लजहरू छ। अनि त्यत्रो जनताले सपोर्ट गरिरहेको पार्टी आजभोलि जेनजीले किन हेट गरिरहेको छ त? रवि लामिछाने राजसभालाई किन हेट गरिरहेको छ? जेनजीले किन सपोर्ट गरिरहेको छैन? त्यही बुझ्ने कोसिस गर्छौँ आजको भिडियोमा। अब नामबाटै सुरु गरौँ। राष्ट्रिय स्वतन्त्र पार्टी, रासोपा। योभन्दा अगाडिको चुनावमा एउटा वेभ उठेर आयो, एउटा लहर उठेर आयो। समुद्रको लहर हुन्छ नि, वेभ, पानीको वेभ, त्यस्तै वेभ उठेर आयो, जसलाई भनियो स्वतन्त्रको लहर, स्वतन्त्रको वेभ। पुरानो पार्टीहरूबाट मान्छेहरूको भरोसा उठिसकेको थियो। दे हेभ लस्ट देयर फेथ इन द ओल्ड पार्टिज, पोलिटिकल पार्टिज। सो अब स्वतन्त्र रूपमा चुनाव लडेर आउँछु भन्ने दक्ष व्यक्तिहरूलाई, क्वालिफाइड इन्डिभिजुअलहरूलाई हामी सपोर्ट गर्ने भनेर जनताहरूले भने। जनताहरूमा त्यो एउटा मानसिकता पलाएको थियो। अनि त्यति बेला स्वतन्त्र बालेन शाह भए, मेयरको लागि उठेर आए, कोही सांसद बने, धरानको हर्क साम्पाङ राई। त्यसरी नै स्वतन्त्र रूपमा उठेर आए। विच मिन्स स्वतन्त्र भन्नुको मतलब के हो भने कुनै व्यक्ति कुनै पनि पार्टीमा एफिलिएटेड नभइकन स्वतन्त्र रूपमा इन्डिभिजुअली चुनावमा इलेक्सन लडेर जित्नु त नभनौँ, चुनावमा इलेक्सन लड्नु, द्याट्स कल स्वतन्त्र। अनि रवि लामिछानेले के गर्यो भन्दाखेरि पार्टी खोलिदियो। अनि पार्टीको नाम के राख्यो भने राष्ट्रिय स्वतन्त्र पार्टी। स्वतन्त्र पार्टी कसरी हुन्छ? पार्टी भएपछि त पार्टी नै भइहाल्यो नि। नाम चाहिँ स्वतन्त्रको लगाउने अनि गएर पार्टी खोल्ने। रवि लामिछाने एक्लै चाहिँ सांसदको लागि, कुनै पोजिसनको लागि, कुनै पदको लागि सरकारमा आउनलाई चुनाव लडेर आएको भए द्याट्स स्वतन्त्र। त्यो स्वतन्त्र हुन्थ्यो। तर तिमीले त पार्टी खोल्यौ नि रवि, द्याट्स नट स्वतन्त्र। तिमीसँग त मान्छेहरू छन् नि अरू पनि। तिम्रो पार्टीमा तिमी अध्यक्ष भयो, अरू पनि पार्टीको मेम्बरहरू के हुन्छन् आई डोन्ट नो, मलाई त्यो टेक्निकल नलेज चाहिँ छैन। तर स्वतन्त्र पार्टी त हुँदैन नि, स्वतन्त्र त व्यक्ति हुन्छ नि। तिमी त्यहाँनिर मिस गर्यौ। तिमीले त्यहाँ मिस गर्यौ भन्दाखेरि पनि तिमीले त्यहाँनिर जनताहरूको थिङ्किङ, यो भेडाहरूको थिङ्किङ, जनताहरू नभनौँ, यी नेपाली भेडाहरूको दिमाग त्यहाँनिर तिमीले मेनिपुलेट गर्यौ।
सबैजना स्वतन्त्रको लहर चलिरहेको छ, सबैजना स्वतन्त्रलाई भोट हाल्ने भने पछाडि स्वतन्त्र पार्टी नै खोलिदिउँ होइन। तर ठिक छ, त्यहाँसम्म पनि ठिक छ, ठिक छ नभनौँ, ओके ल भयो, त्यहाँसम्म त भयो। त्यस पछाडि तिम्रो एजेन्डा के थियो भन्दाखेरि भ्रष्टाचारीहरूलाई कारबाही गर्ने, कठालोमा समातेर टुँडी खेलमा राखेर नाकको डाँडी भाँचिने गरी हान्ने तिमी नै हो, हान्छु भन्ने तिमी हो, हानेनौ होइन। अनि जनताहरूले खुब सपोर्ट गर्यो तिमीलाई, गर्छ रवि लामिछाने, रवि लामिछानेले गर्छ, हामी त घन्टीमा भोट हाल्ने, सबजना भेडाहरू लागि परे। तर तिमीले के गर्यौ भन्दाखेरि तिमी गएर मिल्यौ प्रचण्डसँग होइन, तिमी त गएर मिल्यौ प्रचण्डसँग, भ्रष्टाचारी प्रचण्डसँग। तिम्रो मेन एजेन्डा के थियो, तिम्रो मेन मोटिभ के थियो, तिम्रो मोटिभेसन के थियो भन्दाखेरि यो भ्रष्ट सरकारहरूबाट, यो पुरानो दलहरूबाट सबैबाट निराश भएको जनताको तिमीले आशा बोकेर आएको थियौ नि त रवि लामिछाने सुन्या होइन, तिमीले त त्यो बोकेर आएको थियौ। रवि लामिछाने यहाँ सुन्नुहोस्, तँहरूको गफ अलि बढी भयो जस्तो लाग्यो ल। बट तिमीले गएर के गर्यौ भन्दाखेरि प्रचण्डसँग मिल्यौ, भ्रष्टाचारीलाई तिमी कारबाही गर्न जान्छ चाहिँ चुनाव लडेर जितेर आयौ अनि गएर भ्रष्टाचारीसँगै मिल्यौ। तिम्रो इन्ट्रेस्टमा के थियो, तिम्रो इन्ट्रेस्टमा जनताको देशको सेवा गर्नु थियो कि पावरमा आउनु थियो। तिमीले पावरमा आउनको लागि जनताको आशा जनताको विश्वास सबै मुसेर खाइदेऊ। तिमीले कल्पना पनि गरेको थिएनौ होला, तिमी अस्ति भर्खर जेल फोडेर निस्किने बेलामा सोच्ने दिमाग भएको जनताहरूले, जेनजीहरूले तिमीलाई रवि गो ब्याक टु जेल, त अपराधी होस् भनेर किन भन्यो? सोचेको छौ कहिले? तिमी सहकारी ठगी गर्यौ गरेनौ त्यो अदालतले फैसला गर्ला। त रवि लामिछानेले सहकारीको पैसा ठगी गरिस् गरिनस् त्यो अदालतले फैसला गर्छ, किनभने त अहिलेसम्म कन्भिक्ट मात्रै होस् होइन, त आरोपी मात्रै होस्। तेरो अपराध अहिलेसम्म अदालतले तँलाई दोषी भनेर ठहर गरेको छैन। दोषी भनेर ठहर गरेको भए तँलाई कारागारमा पठाइसक्थ्यो, तँलाई तेरो नाममा त जेलभित्र जाक्किसक्थिस्, ननिस्किने गरी जाक्किन्थिस्। तर अदालतले अहिलेसम्म तँलाई दोषी भनेर साबित गरेको छैन। अनि त दोषी भनेर साबितै भएको छैनस्, अनि जनताले तँलाई किन हेट गर्न थाल्यो त? पहिला त्यत्रो सपोर्ट गर्ने जनताहरूले अहिले किन हेट गर्न थाल्यो भन्दाखेरि त्यो सहकारी ठगी त एउटा कुरा मात्रै हो। पहिला सुरुमा त जनताहरूले बुझे, तैँले स्वतन्त्रको नाम लगाएर पार्टी खोलिस् अनि पार्टी बनाइस् अनि आफू पावरमा जाने कोसिस गरिस्। अनि तैँले जुन भर्याङ लगाएर माथि चढेको थिइस् नि, भर्याङ भन्नाले जुन तेरो मोटिभेसन थियो, जुन चाहिँ तेरो मेन एजेन्डा थियो होइन, जुन तैँले गर्नुपर्ने काम थियो भ्रष्टाचारीहरूलाई कारबाही गर्ने, त पावरको लोभमा लागेर त्यही भ्रष्टाचारीहरूसँग गएर मिलिस्, त्यही भएर तँलाई सपोर्ट नगरे होइन। अनि अब मैले तँलाई कसरी विश्वास गर्नु, अब तँलाई जनताले कसरी विश्वास गर्नु, तँलाई कतिचोटि विश्वास गर्नु? त एकचोटि गएर धोका दिइसकिस् त। एकचोटि तँलाई जुन हातले माथि ढकेलेको थियो, बयरको बोटमाथि चढाएको थियो तँलाई, तल चाकबाट ठेलेर, तिनीहरूलाई तैँले बयर चाहिँ नझार्दैन आफूले टोक्दै अनि गेडा मात्रै फालिस् होइन। अनि तेरो पाप कराएको हो मुजी, त्यही भएर त जेलमा जाकेको। आइएम सरी होइन, म एथिस्ट हो, म चाहिँ नास्तिक हो, मैले यस्तो कुरा गर्न नहुने हो होइन, तर बोल्दा बोल्दै निस्केको हो। म फिल गर्दिनँ आइएम एन एथिस्ट, आइएम एन रियल एथिस्ट। अनि हाँस उठ्छ। यो कुकुरहरूलाई म भोलि गएर ढुङ्गाले हान्छु क्या। जब भिडियो रेकर्ड गर्न गऱ्यो हौ के भयो मुजीहरूलाई ढुङ्गाले हान्छु, कुकुरलाई हान्दिनँ, म आफैलाई हान्छु। कुकुरलाई हान्नु हुँदैन, त्यो कुकुरमा केही फरक छैन। यो चाहिँ आर्जु देवालले भने हो, मैले भने होइन। यो कुकुर र तपाईमा के फरक छ? हजुर यो कुकुर र तपाईमा के फरक छ? केही फरक छैन, म पनि मान्छु, यसलाई पनि घाउ मलाई पनि घाउ है। सो अब रवि लामिछानेलाई सपोर्ट गर्ने कि नगर्ने भन्दाखेरि द्याट्स अप टु यु। गर्छस् भने गर, गर्दैनस् भने नगर मुजी। अनि धर्के तैँले सपोर्ट गर्छस् गर्दैनस् रवि लामिछाने भन्दा म रवि लामिछानेलाई सपोर्ट पनि गर्दिनँ, म रवि लामिछानेलाई विरोध पनि गर्दिनँ। तर उसको एक्सनहरू चाहिँ क्रिटिसाइज गर्न लायकै छन्, किनभने स्वतन्त्र पार्टी हुँदैन। पार्टी कसरी स्वतन्त्र हुन्छ? पार्टीमा त एकजना व्यक्तिले पार्टी हुँदैन नि, रवि लामिछानेले मात्रै पार्टी हुँदैन, पार्टीमा अरू पनि सदस्यहरू हुन्छन्। अध्यक्ष मात्रैले पार्टी हुँदैन, सदस्यहरू हुन्छ, अरू कार्यकर्ताहरू पनि हुन्छ। स्वतन्त्र पार्टी हुँदैन। तिमीले त्यहाँनिर नाम लगाएर मिसयुज गर्यौ, स्वतन्त्रको नामलाई मिसयुज गर्यौ, त्यो एउटा पोइन्ट भयो। अर्को पोइन्ट, सबभन्दा ठुलो पोइन्ट चाहिँ के भयो भन्दाखेरि तिमी जसलाई कारबाही गर्छु, जुन भ्रष्टाचारीहरूलाई कारबाही गर्छु भनेर चुनाव जितेर गयौ,
उनीहरूसँगै मिल्यौ होइन। अनि त्यस पछाडि तिमीलाई झुटै भयो भने आरोप लगाएर तिमी जेलमा जाँदाखेरि झुटो हो साँचो हो अदालतले फैसला गर्छ। तिमीलाई जनताहरूले विरोध गर्नु अहिले आएर विरोध गर्नुको कारण चाहिँ त्यो हो। अब सपोर्टै अझै पनि सपोर्ट गरिरहेका छन् होइन। अझै पनि ए रवि लामिछानेलाई फसाएको, रवि लामिछानेलाई प्रचण्डले जबरजस्ती तानेर गएर उसँग मिलाएको हो। रवि लामिछाने पावरमा जानको लागि पावरको भोकले गर्दाखेरि प्रचण्डसँग गएर मिलेको, माओवादीसँग मिलेर भ्रष्टाचार गरो गरेन आई डोन्ट नो, त्यो मेरो काम पनि होइन छानबिन गर्ने। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गर्छ त्यसको छानबिन अनि फैसला सुनाउँछ अदालतले, दोषी हो कि निर्दोष हो त्यो अदालतको काम हो, मेरो होइन, तेरो मेरो होइन। अब हामीले यसो बसेर अब एउटा दुईवटा पोइन्टहरू सोच्ने दिमागको विकास गर्ने कोसिस गऱ्यौँ होला। अनि कता कता मेरो हाँसो निस्किँदैछ क्या। अब यदि तिमीहरूलाई यो भिडियो मन परेन होला तर पनि के गर्दा अलिकति भए पनि मन पऱ्यो भने लाइक हान्देऊ। अनि कमेन्टमा झोले लेख्न नबिर्स होइन। म एमालेको झोले हो, म केपी ओलीको झोले हो, म प्रचण्डको झोले हो, म माओवादीको झोले हो। अनि म रविको चाहिँ एकदमै विरोधी हो होइन। रविको एकदमै पुच्छर तान्छु म रवि बाटोमा देखेँ भने। ऊ भुक्दैछ बाहिर, सायद रविकै ऊहरू होला, के अरे भेडाहरू होला। ल भयो अब आजलाई यति नै। अनि अब अर्को हप्ता फेरि म यस्तै सोच्ने दिमागको विकास गराउने खालको भिडियो चाहिँ लिएर आइ नै हाल्छु। त्यतिखेरसम्मको लागि चाहिँ बाई।